निमा भाइ तिमीले हाम्रोमा सिकर लाइसेन्स पनि निकाल्यो नि त? निकालिसक्यो लाइसेन्स निकाल्यो। अहिले हामी रोडमा प्र्याक्टिस गरिरहेको छौँ है। हजुर सुनिखेलको कोरिडोरमा हामी बाहिर चलाउन सिक्दैछौँ, गियर चेन्ज गर्न सिक्दैछौँ। 1 नम्बरदेखि 2 नम्बर, 2 नम्बरदेखि 3 नम्बर। के कसो निमा भाइ? हजुर 2 नम्बर हाल्यो ल। 2 नम्बर हाल्यो है। 2 नम्बर हाल्नु कसरी हाल्ने रे? पहिला क्लच थिच्ने मजाले। पहिला थोरै एक्सिलेटरबाट थोरै कुद्नु त पऱ्यो नि गाडी होइन? थोरै कुदाउनु पर्छ अनि त्यसपछि ट्याक्क क्लच थिच्नुपर्छ अनि त्यसपछि गियर चेन्ज ट्याक्क गियर चेन्ज गर्नुपर्छ अनि त्यसपछि फेरि क्लच छोड्ने अनि मात्र एक्सिलेटर थिच्न पाइन्छ क्या हजुर होइन? पहिला एक्सिलेटर थिच्यो भने त वहीँ हुन्छ नि त। क्लच राम्ररी छोडिसकेपछि मात्र अनि एक्सिलेटर थिच्ने है निमा भाइ? हुन्छ ल तिम्रो निरञ्जन भन्ने एउटा साथी पनि थियो नि होइन? छ उसले पनि हामीसँग सिकेर लाइसेन्स निकालेको है। गुड। यता आएर एकचोटि ल ठिक छ नि त? हजुर ल ल यहाँहरू पनि यस्तै गरी हाम्रो यस बालहनी ड्राइभिङ ट्रेनिङ स्कुलमा सिक्न चाहनुहुन्छ भने तल दिएको पेजमा हाम्रो फोन नम्बर राखिदिएको छ, त्यसमा सम्पर्क गर्नुहोला। हस्त नमस्कार, धन्यवाद।